मेरे वाज में हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल इस्वी सन्देश आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै छु अनि आज चाहिँ 23 गति भइसक्यो अनि 23 गति बिहान चाहिँ भिडियो बनाइरहेको छु त्यही नि केसमा आइफोन अब त्यही एन्ड्रोइडबाटै भिडियो बनाउँदै आइफोनमा होइन लाएर दिदी पनि आइसक्नु भयो खै त हिजो बिस्कुट ल्याउँछु भन्नुहुन्थ्यो बिस्कुट ल्याउनु भएको नि त्यो बिर्सेल्नु हो क्या ल्याउँछु हेर होला नबिर्सेर ल्याउँछु भन्नुहुन्थ्यो खै देखाउनु त कता हो त कल आएको छ कि यहाँ यो अफिसमा ल्यान्डलाइनमा कल आयो क्या हो कि त्यसमा यहाँ अनि दाइ हजुर के अरे खोलेको छ नि यहाँ दाइहरू दुइटै दाइहरू सुतिरहनु भएको अनि अब म चाहिँ यसो त्यहाँ गेट खोल्न जान्छु अनि त्यसपछि आएर भेटौँ आएको अहिले चाहिँ मैले ब्रुस गरिरहेको छु गेट खोलेर अनि यहाँ पनि ताला खोल्नु छ अरे अन्डर हुन्छ मोटर अन भयो रहेछ अनि त्यो मेरो ड्रेस सिलाइसकेको खायो नि त वेटरको अनि त्यो हिजो चाहिँ आउट ड्रेसमा थियो ड्युटी चाहिँ अनि त्यही भएर त्यो धोइदिएको थियो अनि अब त्यसलाई पनि आइरन गर्नु चाहिँ अलिकति छिटो गरेर जाऊँ भनेर होला अनि आज फर्स्ट टाइम मैले आइफोनबाट भ्लग बनाउँदैछु नि त एकदम एक्साइटेड छु तर के गर्नु मेरो बोली चाहिँ सधैँ यही नै हो पछाडि सबै ओपन भइसक्यो उता पछाडि गेट खुल्लै छोडिदियो होला एउटा पूजा पसल गाडीले कार राख्छन् भित्र अनि बिहानै गेट खोल्दो भन्दा नि गेट खुल्लै छोडेर चल्दैछ 8:30 त भइसक्यो गेट खुल्लै छोडिदियो गेट खुल्लै छोडिदियो ड्रेस कमसेकम तानिदिनु त पर्यो होइन र नतानेर गइदिन्छ नि यार के गर्नु आफै लाउनु पर्छ गाह्रो अनि के हो त मैले फेरि खासै भिडियो बनाउने होइन नि त त्यही भएर लङ टाइम पछि भिडियो बनाइरहेको हुन्छु त्यो माइन्ड नगर्नु होला अनि आज आइफोनमा भिडियो बनाउँदा त एक्साइटेड नै छु होइन कसको आइफोन हो भनेपछि अब मेरो किन्ने हैसियत छैन दाइ आउनु भएको किचनको नयाँ दाइ आउनु भएको अनि त्यहीको फोन हो त्यही हो अरू त के भन्नु र होइन अनि अब चाहिँ फ्रेस हुन्छु त्यसपछि के गर्छु थाहा छैन अहिले चाहिँ फ्रेस भएर मैले चाहिँ आइरन लाउँदैछु बन्द भइहाल्छ अनि पाकेर ड्रेस बनाएको कति भयो लगभग 3-4 दिन भयो होला 3 दिन लाग्यो फर्स्ट अनि हिजो 4 आज 5 दिन भयो ड्रेस भयो तपाईँ अनि जल लाग्यो मेरो यसो कालो बस्यो हटायो यसको अनि धोएको थिएँ हिजो अनि आज चाहिँ यसो आइरन लागि फिल्टर नदेखोस् भनेर आइरन लाउँदैछु अनि कति भयो 8:30 भइसक्यो अब 15 मिनट आधी घन्टा छ आइरन लगाएर चाहिँ तल जानुपर्ने हुन्छ त्यही म रेस्टुरेन्टमा झरिसक्यो अनि हिजोको अलिअलि फोहोर थियो त्यो चाहिँ क्लिन गर्दैछु अनि अहिले चाहिँ आफ्नै फोनले बनाएको किनभने दाइ त किचन गर्नुहुन्छ अनि किचनमा गइहाल्नु म त यता तल पऱ्यो
अनि त्यही भएर आफ्नै फोनले फेरि सुरु गरिहाल्यो त्यो अलि मागेर त्यसलाई नि एड गर्छ खाना खाना गएर यता अब आफ्नो जस्तो हुँदैन क्या अर्का फोन अनि त्यही भएर अर्का त के भन्ने दाइ नै हो तर जे पनि अलिकति हुन्छ नि त कसरी चलामा हुन्छ धेरै कुराहरू हुन्छ त्यो अब बिस्तारै बुझ्नुहुन्छ अनि मागे बेला फेरि दिइहाल्नुहुन्छ दिन्छ त्यस्तो हुँदैन तर पनि आफूलाई नै अड फिल जस्तो हुन्छ क्या अनि त्यही भएर हो आउँछ म क्लिन गर्छु त्यही नै हो